जोजलपा नमस्ते। सम्पर्कमा जोडिनु भएको छ आज गोकर्णेश्वर नगरपालिकाका मेयर श्री सन्तोष चालिसेज्यू हाम्रो सम्पर्कमा जोडिनु भएको छ। नेवा एफएमको तर्फबाट म उहाँलाई स्वागत गर्न चाहन्छु। मेयर श्री सन्तोष चालिसेज्यू, यहाँलाई नेवा एफएममा हार्दिक स्वागत गर्न चाहन्छु। अहिले यो कोरोना विशेष रूपमा धेरै फैलिरहेको छ, महामारीकै रूपमा यो हाम्रो समाजमै पसिसकेको अवस्था छ। अहिले हामीले यो काठमाडौँ नगरपालिकाका काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिकाहरूमा सम्पर्क गरी स्थिति जाँच बुझिरहेका छौँ। अहिले यो ठ्याक्कै भन्नुपर्दाखेरि गोकर्णेश्वर नगरपालिकाको स्थिति के छ हजुर? अहिले गोकर्णेश्वर नगरपालिकाको स्थिति अहिले चाहिँ तपाईँको हामी कहाँ अहिलेसम्म 165 जना चाहिँ नि तपाईँको पोजिटिभ केस भएको बिरामी। 165 भन्नुभयो? 165 हजुर हजुर। अब त्यसमध्ये अहिले 63 जना चाहिँ हाम्रो चाहिँ 63 जना चाहिँ तपाईँको रनिङ बिरामी भइरहेको ठाउँमा यो गत चाहिँ तपाईँको 3 दिन 4 दिनमा अर्को चाहिँ 9 जना थपेर हजुर अब लगभग 75 को चाहिँ हाराहारी हुनुहुन्छ अहिले। 175 भन्नुभयो? होइन जम्मा 75 जना अब हुनुहुन्छ। हजुर हजुर 75 जना हुनुहुन्छ। त्यो 75 जना मध्ये तपाईँको 18 जना चाहिँ नि हस्पिटलमा हुनुहुन्छ है। 18 जना हस्पिटल हजुर। बाँकी चाहिँ आफ्नो घरको क्वारेन्टाइनमा हुनुहुन्छ, बाँकी हाउस क्वारेन्टाइनमा हुनुहुन्छ हो हजुर। र अहिले नगरपालिकामा चाहिँ हामीले तिनीहरूले जसलाई छोको जसले गरेको अर्को 170 जनाको अहिले 3 दिनभित्रमा 170 जनाको हामीले स्वाब टेस्ट गरेर पठाएको छौँ। अब त्यसको रिपोर्ट के आउँछ थाहा छैन। कहिले गर्नु हजुर पिसिआर टेस्ट? यो स्वाब टेस्ट चाहिँ अस्ति तपाईँको यो सोमबार आइतबार र शनिबार 2 दिन। शनिबार 70 जना, आइतबार 102 जना। हजुर 70 गरेर चाहिँ अब तिनीहरूको रिपोर्ट आउन बाँकी छ है हजुर। त्यो चाहिँ त्यो बिरामीहरूले अब उनीहरूको परिवारलाई पनि अब ककललाई छोए कहाँ कहाँ गए त्यो सबैलाई लिएर गरिसकेका छौँ हामी चाहिँ अहिले। जतिजनासँग सम्पर्क उहाँले गर्नुभयो जान सबैको नि गरेर सिकाइसकेका छ नगरपालिकाले होइन। हजुर अब उहाँहरूको चाहिँ कति पोजिटिभ आउँछ त्यो मलाई थाहा भएन। अब अहिले हामी चाहिँ नि यो नगरपालिकाको तयारी सुन्नुहोस्। अब बेडको चाहिँ नि बिरामी नै राख्ने हस्पिटल मेडिकल कलेजमा 100 बेड तयार छ। 100 बेड हजुर हजुर हो। अब त्यहाँ अहिले 40 जना हुनुहुन्छ हजुर बिरामी। त्यो 40 जना बिरामी चाहिँ फेरि गोकर्णेश्वर नगरपालिकाको होइन हजुर। कहाँ हजुर? हाम्रो 18 जना विभिन्न अस्पतालमा हुनुहुन्छ। त्यहाँ 40 जना चाहिँ विदेशबाट आउनुभएको कहाँ कहाँ अब उपत्यकाभरि चाहिँ त्यो सरकारी केन्द्रीय स्तरबाट पठाएका बिरामी 40 जना हुनुहुन्छ। हजुर हजुर। त्यहाँ 100 बेड छ। त्यो पोजिटिभ भएको अलि गाह्रो भएको बिरामीहरूलाई राख्नको लागि 100 बेड चाहिन्छ त्यो। अनि अर्को 75 बेड चाहिँ तपाईँको आइसोलेसन छ तपाईँको माथि शहीद पार्कमा हजुर। नगरपालिकाले तयार गरेको अत्याधुनिक सुन्नुहोस् यहाँ हजुर हजुर आइसोलेसन छ 75 जनाको लागि है। उहाँलाई खाने त्यो सबैलाई खाने ओर्ने खुवाउने डाक्टर साक्टर त्यो नर्सको व्यवस्था सबै गरेको छ। यो सबै नगरपालिकाले नै नगरपालिका छ। हामीलाई चाहिने त्यो यो काठमाडौँ लायन्स अफ काठमाडौँले चाहिँ सहयोग गरेको छ त्यसमा। लायन्स क्लब अफ काठमाडौँ हजुर। लायन्स क्लब अफ काठमाडौँले सहयोग गरेको छ। हामी मिलेर गरेका छौँ र त्यहाँ चाहिँ नि 75 बेडको छ। त्यहाँ खानेदेखि लिएर सबै बन्दोबस्त सबै फ्री त्यो गरेको छ। 2टा एम्बुलेन्स छ। एउटा एम्बुलेन्स बिरामी मात्रै बोक्ने कुरो बुझ्नुभयो? त्यो कोभिडको बिरामी मात्रै बोक्ने एउटा एम्बुलेन्स छ नगरपालिका छ हजुर। अनि एउटा एम्बुलेन्स त्यो कोभिड बाहेकको चाहिँ मान्छेहरूलाई सेवा गर्ने 2टा एम्बुलेन्स छ। धेरै राम्रो व्यवस्था रहेछ हजुर। अनि तपाईँको अहिलेसम्म आएका हल्ला खल्लामा आएका सबैको ट्रेकिङ पनि गरेर सिकाइसकेका छ भनेपछि अब यति बन्दोबस्त अर्को नगरपालिका कहाँ छ मलाई भन्नुहोस्। हजुर धेरै राम्रो व्यवस्था गर्नुभएको छ। हजुर हजुर धेरै राम्रो व्यवस्था गर्नुभएको छ हजुर। अनि अहिले अर्को कुरा म यहाँलाई के सोध्न चाहन्छु भने अहिले काठमाडौँ महानगरपालिकाका मेयरज्यू पनि अब सङ्क्रमित हुनुभएको छ। यसै गरी यो हाम्रो छेउमा नागार्जुन नगरपालिका पनि हुनुहुन्छ, उहाँको मेयर पनि सङ्क्रमित अवस्थामा हुनुहुन्छ। अब तपाईँहरू फ्रन्ट लाइनमा जसरी हिँड्नुहुन्छ नि यो समाजमा, यसो गर्दाखेरि तपाईँलाई रोग सर्ने बढ्ता सम्भावना हुन्छ। त्यसको लागि तपाईँले आफ्नो सुरक्षाको लागि के कस्तो किसिमको व्यवस्था गर्नुभएको छ? अब तपाईँले ठिक भन्नुभयो हेर्नुहोस्। अब यो चाहिँ त अब एकदमै
यो अहिले जस्तो दुईटा मेयरलाई चाहिँ अहिले काठमाडौँको मेयर र नागार्जुनको मेयर दुईजनालाई चाहिँ पोजिटिभ आएर अहिले हुनुहुन्छ होइन एउटा वडा जित्नै हो। अब यो हाम्रो असाध्य रिस्की छ सर्नेमा चाहिँ तपाईँले भने जस्तै अब हामी दैनिक चाहिँ मान्छेहरूको उसमा अबको काम गरिरहेको छौँ। अब आज हाम्रो चाहिँ त्यो 18 मेयरहरूको चाहिँ नि त्यो मिटिङ गर्ने गरे आज छ चौलागिरीमा अहिले 1:30 बजे त्यहाँ बैठक छ। म अब त्यहाँ जान लागेको छु। अनि हामीले चाहिँ अब यो पछिको उसलाई चाहिँ अब थप्ने कि नथप्ने भन्ने विषयमा अहिले त्यहाँ छलफल गर्ने निर्णय हुन्छ। यो बन्द थप्ने कि नथप्ने कि भरे सूचना आउँछ। त्यो मिटिङ अहिले बस्दैछ। अब हामी त रिस्कीमा त छौँ। अब तैपनि अब सकेसम्म चाहिँ अब तपाईँको उ गरेका छौँ हेर्नुहोस्। अब चाहिँ मास्क लगाएको छौँ, अब सेनिटाइजर चलेका छौँ, अब काम पनि गरेका छौँ। यसरी छ। बढी रिस्कीमा चाहिँ हामी हो पक्कै कुरो हो। हजुर एकदम आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। अनि हाम्रो नगरमा चाहिँ यो स्वास्थ्य कर्मीहरू हुन्छन्, सञ्चारकर्मीहरू, सुरक्षाकर्मीहरू पनि अगाडिको लाइनमा हुन्छन्। उनीहरू स्वास्थ्य कर्मीहरूलाई अलिकति हेलाको दृष्टिले हेर्ने, अन्ततिर यसो सामाजिक सञ्जालमा सुनिन्छ। त्यो विषयमा हाम्रो नगर चाहिँ कस्तो छ हजुर? हाम्रो नगरपालिकामा त्यस्तो छैन सर। अब त्यो सुरक्षाकर्मीदेखि लिएर तपाईँको फ्रन्ट लाइनमा हिँड्ने स्वास्थ्य कर्मीहरूलाई बहुत इज्जत साथ चाहिँ हामीले चाहिँ गरिरहेका छौँ। त्यस्तो यहाँ चाहिँ कसैले त्यो उहाँहरूलाई चाहिँ तिमी धम्काउने जस्तो चाहिँ छैन है। कहिले कहिले हाम्रो स्वास्थ्य शाखाका टिमलाई चाहिँ नि अब त्यो बेला रिपोर्ट आएन भनेर सराप नि यहाँ त्यहाँ भनी गर्ने भने बेला गर्दैन, टेस्ट गर्दैन भनेर सराप नि त्यसो चाहिँ चलिरहेको छ। अब तर चाहिँ नि अब त्यही पनि उहाँहरू दुःख मान्नु भएको छैन। हामीले हौसला दिएर राखेका छौँ। हामीले चाहिँ उहाँहरूलाई गाडी साडी सबै बन्दोबस्त गरेर राखेका छौँ। त्यस कारणले गर्दा अब यहाँ त्यस्तो अवस्था छैन। सुरक्षाकर्मी र चाहिँ स्वास्थ्य कर्मीले दौडाउनु पर्ने यताउता अवस्था यो नगरपालिकाभित्र छैन सर। हजुर यो स्वास्थ्य कर्मीहरूलाई के सुरक्षा भत्ता सम्बन्धी के व्यवस्था नगरपालिकाको तर्फबाट गर्नुभएको छ हजुर? नगरपालिकाले हामीले त्यो भत्ता चाहिँ छैन। उहाँहरूको सबैको हामीले चाहिने 1 लाखको त्यो चाहिँ गरिरहेका छौँ। बिमा गरिदिएको छ नगरपालिकाले। उहाँहरू जसलाई चाहिँ पोजिटिभ आउँछ, पोजिटिभ आउनको 1 लाख पाउनुहुन्छ। त्यसरी चाहिँ गरिदिएका छौँ हामीले। अब अरू भत्ता भनेर चाहिँ हामीले कस्तो पनि चोकेर दिएका छैनौँ। तर बिहान राति उहाँहरू रातभरि लाएर नि त्यो उ गर्नुहुन्छ नि त कन्ट्याक्ट ट्रेसिङ। अनि उहाँलाई त्यति बेला जति पनि खाजा खाने आउने खर्च त्यो सबै खर्च नगरपालिकाले दिइरहेको छ। धेरै राम्रो। अनि हाम्रो त्यो नगरपालिकामा यो बाहिरी जिल्लाबाट आउने नाका पनि पर्ने भएकोले त्यतातिरको व्यवस्था कस्तो छ हजुर अहिले? अब नाकाको चार चाहिँ यस्तो छ तपाईँको, हामी यहाँ त अब 3-4 नाकाको यहाँ नगरपालिकाभित्र आउने होइन। अब हाम्रो सिन्धुपाल्चोकको छ, काभ्रेतिरको आउने छ। अब यो नाका त हामीले रोक्न सक्दैनौँ। त्यो नाका रोक्ने हामी कहाँ ऊ छैन, त्यो त केन्द्रले रोक्नुपर्छ। अब बाहिरबाट आउने व्यक्तिलाई अथवा नजा भन्ने कागज हामीसँग छैन होइन। त्यो त राज्यले गर्नुपर्छ, त्यो केन्द्रले गर्नुपर्छ। अब हामी कहाँ हाम्रो नगरपालिकाभित्र भगा जतिको सुरक्षा गरेर तिनीहरूको पिसिआर गरेर रात बिहान दौडेर त्यो गरेर बस्ने ठाउँ खाने ठाउँ सबै मिलाएर टक्क चाहिँ बसिया छ अहिलेसम्म। अहिलेसम्म हाम्रो आकार त्यस्तो छैन डराउनु पर्छ। अब यो मिल्दै गएको अहिलेसम्मको शङ्का लागेको जतिको सबैको सिद्धाइसकेर बसिया छौँ हामी। अब त्यहाँ अब बाहिरबाट आएर भाडामा बस्नेहरू हुन्छ नि त्यहाँ हजुरको नगरपालिकामा, त्यहाँनिर कोठामा 3-4 जना मान्छे बसेका हुन्छन्। एकजना सङ्क्रमित देखिहाल्यो भने अरू मान्छेहरूलाई त्यहाँ कोठाबाट निकाल्ने, अब त्यो कोठा भन्ने ठाउँमा नपाउने यस्तो किसिमको समस्या पनि देखा परेको छ। अनि त्यो विषयमा के छ त्यहाँ? अब यस्तो छ त्यहाँ चाहिँ कोठा नदिने, कोठामा बसिरहेला निक्ली भन्ने त्यस्तो छैन। यो 2टा केस बाहेक होइन अहिलेसम्म त्यस्तो हामी जहाँ त्यस्तो निवेदन मलाई निक्लिनु भन्यो अथवा मैले यो कोठा पाइनँ भने त्यस्तो छैन सर। पहिलादेखि बसिरहनु भएको समस्यामा चाहिँ सबैजना समस्यामा पर्दै जानु भएको छ। अब परिरहेको व्यवसाय नरहेपछि खाने रोजीरोटीको अप्ठ्यारो परिरहेको छ। हजुर एकदमै अप्ठ्यारो परेको छ अहिले हजुर। त्यो छ। अब त्यो अप्ठ्यारै परेको ठाउँमा त हामीले पहिला पनि राहत व्यवस्था गरे हो। अब अहिले पनि हामी चाहिँ नि गर्छौँ। सकेसम्मको चाहिँ हामीले चाहिँ नि सेवा गरिरहेको छौँ। अब यो जसले पर्दै आउँछ त्यसले अब गर्दै जाने हो। हजुर खुसी लाग्यो नेवा एफएममा जोडिनु भयो र यहाँको नगरको बारेमा धेरै जानकारी दिनुभयो। हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। मैले जाँदै अरू मैले केही सोध्न बिराएँ कि केही बताउने मनसुबा हुँदै छ कि केही हजुरको?
होइन अब अरू भन्नु त के छ र अब सबैले यो कसैले एकजनाले गर्नु हुँदैन होइन सबैले सजगता अपनाउनु पर्छ अब नगरपालिकाले चाहिँ त्यो सबै बन्दोबस्त गरेको छ भनिहाल्यो अब त्यो गर्दैन कोही नेग्लिजेन्स गरेर चाहिँ अब जग्गाबारी खाइदिने हेरिदिने मन्त्री गरिदिने अब त्यो त त्यस्तो त कसरी सकिन्छ त्यो त सबैले सजगता अपनाउनु पर्यो मलाई लाग्छ धेरैले बुझ्नु भएको छ अब चाहिँ सजग हुनु भएको आफू चाहिँ सजग हुनुपर्छ सन्देश मेरो चाहिँ सबैलाई रिक्वेस्ट त्यही हो हजुर अहिले प्राय सबैले यो कुराहरू थाहा भइसकेका छन् सामाजिक सञ्जालबाट मिडियाहरूबाट धेरै कुरा थाहा भइसकेका छन् आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने थाहा भइसकेको छ ल हजुर म अहिले यहाँसँग छुट्टिन चाहन्छु हाम्रो नेवा एफएमलाई नेवा एफएम धेरै धन्यवाद दिन चाहन्छ यो धेरै ठुलो महत्त्वपूर्ण जानकारी दिनुभयो त्यसको लागि म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु हुन्छ यहाँलाई पनि धन्यवाद नेवा एफएमका साथी परिवार सबैलाई कमसेकम मलाई यो जानकारी दिने मौका दिनुभयो सम्पूर्ण टिमलाई चाहिँ धन्यवाद दिन चाहन्छु धन्यवाद भविष्यमा फेरि हामी सम्पर्क गर्ने कोसिसमा रहनेछौँ आजलाई धन्यवाद उहाँ हुनुहुन्थ्यो गोकर्णेश्वर नगरपालिकाका मेयर श्री सन्तोष चालिसेज्यू श्रोताहरू म आज हाम्रो कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता श्री ईश्वरमान डङ्गोलज्यूलाई जोड्दैछु उहाँ काठमाडौँ महानगरपालिकाका प्रवक्ता हुनुहुन्छ सबभन्दा पहिला म नेवा एफएम 106.6मा प्रवक्ताज्यूलाई स्वागत गर्न चाहन्छु धन्यवाद अहिले देशमा फैलिरहेको यो कोरोना एकदमै फैलिरहेको छ हाम्रो काठमाडौँ महानगरपालिकाका मेयरज्यूलाई पनि सङ्क्रमण भइरहेको खबर सुनिएको छ यो स्थितिमा अबको हाम्रो हाम्रो कदम कस्तो भइरहेछ हजुर काठमाडौँ महानगरभित्र अहिले चाहिँ हामीले चाहिँ यो कन्ट्याक्ट ट्रेसिङ 7148 भइसकेको छ होइन 7148 सम्मको हाम्रो चाहिँ रिजल्टमा चाहिँ 3763 पोजिटिभ देखेको छ यो महानगरभित्र मात्र हजुर होइन हजुर अनि महानगरभित्र होम आइसोलेसनमा 1222 बसिरहेको छ होइन 1222 हजुर अरू जम्मै अब अस्पतालमा छ हजुर अब यो हाम्रो अहिलेसम्म निको भएको चाहिँ 960 जना छ 960 मृत्यु चाहिँ हाम्रो 27 जना भएको छ होइन अनि अब मैले अघि पनि भने अब हाम्रो टोटल चाहिँ कन्ट्याक्ट ट्रेसिङ चाहिँ अहिले चाहिँ 7521 जनाको कन्ट्याक्ट ट्रेसिङबाट चाहिँ करिब हाम्रो चाहिँ 304 जना जति फेरि 340 जना जति पोजिटिभ आएको छ फेरि जोडियो हजुर 300 जति हजुर भनेपछि अहिले 3000 अहिले टोटल कति पुग्यो 3743 हजुर 3763 पोजिटिभ देखेको छ ए हजुर अब यही स्थितिमा यो कोरोना फैलिँदै जाने हो भने त समाजमा धेरै नै महामारीकै रूपमा फैलिने स्थिति छ अहिले हामीले गरिरहेको जुन जोडजाम छ नि यो औषधिहरू क्वारेन्टाइनको क्षेत्रहरू यो होम क्वारेन्टाइन यो व्यवस्था पुग्ला त हजुर अहिले यस्तो छ हाम्रो तपाईको आइसोलेसन हामीले चाहिँ हैन अब यो गतिले अगाडि बढ्ला भनेर प्रदेश र स्थानीय सरकार मिलेर हजुर हामीले चाहिँ यो चाहिँ आइसोलेसन कक्ष भनेर हामीले चाहिँ करिब 6000 चाहिँ तयार हुनुपर्छ भन्ने क्रममा चाहिँ अगाडि बढेको छ हैन हजुर सायद आज भोलि चाहिँ 400-500 को चाहिँ आइसोलेसन बन्न सक्छ हजुर हजुर र अहिले चाहिँ अहिले बन्न सक्छ हैन हजुर हजुर अब अर्को कुरो त अहिले चाहिँ हामीले चाहिँ यो संघीय सरकारले अहिले चाहिँ आइसोलेसन को चाहिँ जुन चाहिँ व्यवस्था गरेको छ त्यसमा हामीले महानगरले पनि त्यसमा पठाइरहेका छौँ हजुर अब यस्तो छ एउटा दुईटा कुराहरू हामीले गर्न खोजेका छौँ महानगर स्थानीय तहले चाहिँ यो भाइरस चाहिँ पोजिटिभ चाहिँ यो लक्षण देखा नपरेको चाहिँ हामी व्यवस्थापन गर्ने प्रदेश सरकार र स्थानीय सरकार मिलेर होइन हजुर अनि अब लक्षण देखा परेको चाहिँ हामीले चाहिँ यो चाहिँ हस्पिटलको आइसोलेसनमै पठाउने भन्ने केन्द्र सरकारको जिम्मा छ त्यो हजुर त्यसरी हामी चाहिँ कामको बाँडफाँड गरेर अगाडि बढेको छौँ होइन हजुर हजुर अब एउटा कुरो चाहिँ के भन्दाखेरि हामीले जे जसकै गरे पनि अब किन भन्दा हामीले चाहिँ म र मेरो दायित्व भन्ने कुरो चाहिँ हामीले यदि बुझ्यौँ भने यो महामारी चाहिँ हुन्छ नै अब सरकारले अथवा स्थानीय सरकार प्रदेश सरकारले के भन्ने अब
हामीले औषधि छैन औषधि बाँध्नलाई। हजुर अब हामीले चाहिँ फिजिकल दूरी मेन्टेन गर भन्ने हो हजुर होइन। अब चाहिँ मास्क लाउनु, यो हात छिनछिनमा धुनुहोस् होइन। सङ्क्रमित छ भने हामीलाई खबर गर्नुहोस् हजुर होइन। त्यो चाहिँ छुट्टै राख्नुहोस्, अथवा छैन भने हामी चाहिँ होम आइसोलेसनमा अथवा आइसोलेसनमा पठाइदिन्छौँ भन्ने कुरा गरे हो। हजुर अब चाहिँ के भन्दाखेरि अब सङ्क्रमित जबसम्म घरमा रहन्छ, परिवारमा रहन्छ, यो त वृद्धि हुन्छ नै। हजुर पक्कै पनि हजुर। अब मुख्य कुरो त अब म नभनिकन जस्तै अहिले सङ्क्रमितहरू चाहिँ के भन्दाखेरि धेरैले चाहिँ नाउँ नै ढाँटेको छ। हजुर हजुर होइन। अब चाहिँ मैले भने अब मुख्य व्यक्तित्व भन्नेहरूले नै नाउँ ढाँटेर अब चाहिँ पोजिटिभ आए पनि होइन भनेर बसिरहेको पनि छ। यस्तो स्थिति पनि छ है। मैले भने यो चाहिँ अब विद्युत वर्गहरू नै त्यस्तो छ। हजुर हजुर अब भनिसकेपछि अब चाहिँ उसको चाहिँ अब परिवारलाई देखा परेर पो थाहा पायो त फलानाको पनि हो भन्ने कुरा। न त नाउँ चाहिँ अब एबिसी दिन्छन् हजुर हजुर नाउँ अर्को राख्छन्, फोन नम्बर चाहिँ उसकै फोन नम्बरले पत्ता लगाएर पो फलाना भन्ने थाहा पायो हजुर हजुर होइन। त्यस कारण चाहिँ अब यो जबसम्म यो परिपाटी रहन्छ, यस्तो चाहिँ क्रियाकलापहरू रहन्छ, अब हामीले मात्र स्थानीय तहले प्रदेश सरकारले मात्र गर्छ भन्ने कथा हुन्छ होइन। मान्छे प्रश्न भन्नु पर्यो, ठिक छ पोजिटिभ लागेको छ भने मलाई लागेको छ ल मलाई थाहा नपुऱ्याइदियो भन्नु पर्यो। अब पोजिटिभ देखे पनि चाहिँ चुप लगाएर बस्दिने, यसले त भयानक रूप लिन सक्छ हजुर। यो भयो भने त गाह्रो हुन्छ नि त। अब यहाँ सरकारलाई दोष दिएर मात्र के भन्ने सरकारले। हजुर पक्कै पनि आफै जनताहरू आफै सचेत हुनुपर्छ। अनि म अर्को प्रश्न यहाँलाई के गर्न चाहन्छु भने अब काठमाडौँमा धेरै बाहिरबाट आएर बसेका डेरामा बसेका मान्छेहरू छन्। अब त्यो सानो ठाउँमा 4-5 जना बसेका अथवा त्यस्तो फ्यामिलीहरू बसिया छन्। अब उनीहरूलाई त्यो फ्यामिलीमाहरूले भने जस्तो एकजनालाई लागिहाल्यो भने अब त्यस पछाडि अब त्यो घरबाट घरबेटीले उहाँहरू सबैलाई निकालिदिने खालको हुन्छ अनि अथवा अन्त कोठा नपाउने त्यस्तो किसिमको समस्या पनि आइपरेको देखिन्छ। त्यस्तो केही घटनाहरू भएको छ हाम्रो नगरपालिकामा? त्यस्तो चाहिँ समस्याहरू तपाईँले भने जस्तो चाहिँ फाटफुट देखिन्छ होइन। त्यसमा चाहिँ हामीले मुख्य त्यसमा रोल हामीले चाहिँ भूमिका चाहिँ खेलेका छौँ। ए हजुर यो रोग भनेको सबैले लाग्न सक्छ। हजुर सही कुरा। रोग चाहिँ ठुलो कुरा होइन। हजुर त्यस कारण चाहिँ यो रोग लागेको बेलामा सबैले सहयोग चाहिँ पुर्याउनु पर्छ भन्ने आशयले हजुर हामीले चाहिँ सहयोग गर्नुपर्छ भन्ने कुरा हामीले गरेका छौँ। हजुर जब रोग लाग्यो त उसलाई चाहिँ त्यहाँबाट निकाल्ने हो भने उसले कतिजनालाई सार्छ पछि, त्यही त हजुर हो। किनभने अब त्यसको त्यो चाहिँ समाधान होइन। हजुर तर घरमै बसे पनि ऊ छुटेर बसिन्छ, उसको पर्सन कन्ट्याक्ट हुँदैन भने त त्यसले त सार्दैन नि। हजुर हजुर हामीले भनेका छौँ 6 फिट होइन दूरी मेन्टेन गर्यो भने यो रोग सार्दैन नि भने हजुर हो। कुराहरू मास्क प्रयोग गरेर 6 फिटको दूरीमा चाहिँ मेन्टेन गर्यो भने यो सार्दैन हजुर होइन। अब चाहिँ के भन्दाखेरि अब यो हात धुनेदेखि लिएर होइन अब भिडभाडमा नजाने होइन, यो भयो भने त रोगै सार्दैन। हजुर त्यो कुरो चाहिँ के भन्दाखेरि मैले भने त्यो त आफैले मोमो भनेर गर्नुपर्छ। योभन्दा अर्को उपाय चाहिँ अहिले छैन। हजुर अनि यो अब भनौँ न पोजिटिभ देखिएका बिरामीहरूलाई हामीले नगरपालिकाकै तर्फबाट उपचार गरिरहेका छौँ कि उहाँहरू अब आफ्नै पैसाले उपचार गरिरहनु भएको छ अथवा होइन? यस्तो कुनै लक्षण देखा परेकोले चाहिँ अब त्यो नेपाल सरकारको चाहिँ हस्पिटलमा पठाउँछौँ हामीले होइन। त्यसको नेपाल सरकारले सम्पूर्ण विभाग छ, हजुर त्यसको पैसा परेन। हजुर अब कोही चाहिँ निजीमा कोभिड सम्बन्धी निजीमै अब उपचार गर्छु भन्ने हकमा त अब तिनीहरू खर्च बर्च लागिहाल्छ, आफ्नै लाग्छ। त्यसमा त सरकारलाई दोष दिएर भएन। कोही म निजीमा उपचार गर्छु भन्ने अनि सरकारले के गरेन भन्ने कुरा चाहिँ भएन। सरकारले व्यवस्था गरेको हस्पिटलमा जहाँ कहीँ गए पनि त्यसको पैसा पर्दैन। हजुर अनि यो अनि त्योभन्दा बाहेक पनि अब आर्थिक स्थिति कमजोर भएका र सरकारी अस्पतालमा त्यतिको सुविधा नपाएका भनौँ अब सिट नपाएका यस्तो अवस्थामा नि होइन होइन सिट अहिले नपाउने भन्ने नै छैन। अहिले त सबै ठाउँमा सिट पर्याप्त छ। पाइरहेको छ, भोलि के हुन्छ थाहा छैन। हजुर हजुर आजको दिनसम्म नेपाल सरकारले यो कोभिडको चाहिँ उपचार गरिरहेको छ, सिट पनि छ। हजुर अब करिब चाहिँ यो चाहिँ आइसियु चाहिँ अब करिब भन्न लाग्छ भन्ने कुराहरू आएको छ। हजुर हजुर अब करिब भेन्टिलेटर चाहिँ अब नपुग्न सक्छ। हजुर अब यो होइन अब त्यो चाहिँ अब धेरै चाहिँ त्यसले चाहिँ संक्रमण एउटा त्यो रोगले च्याप्यो भने त आइसियुमा जानुपर्ने, भेन्टिलेटर प्रयोग हुनुपर्ने हुन्छ। पक्कै पनि त्यो भएको कारणले त्यो अभाव चाहिँ अब देखिन थालेको हो। अहिले त आजको दिनसम्म त्यो भएको छैन, अब यो अभाव चाहिँ हुन्छ। पक्कै पनि यहाँले भने जस्तो अब घरको मानिसहरू आफ्नो अब नाउँको
किसिमको डरले पनि कसैलाई नभन्ने कि नभनिकन एक्लै बस्ने अथवा सूचना नदिने किसिमको परिपाटी आयो भने यो रोग चाहिँ समाजमा एकदम नराम्रोसित फैलिन सक्ने सम्भावना छ र त्यो महामारीकै रूपमा फैलियो भने हाम्रो नगरपालिकाले चाहिँ त्यसको लागि कुनै व्यवस्था अग्रिम व्यवस्था केही गरेको छ? होइन, त्यसको लागि त हामीले चाहिँ मैले भने 6000 आइसोलेसन वार्ड बनाउने भनेर यतिले काफी होला र हजुर? होइन, अहिले तत्कालीको लागि अब त्योभन्दा बढाउन पनि सक्छ। अहिले तत्कालीको लागि 6000 बनाउने। अब यो जनचेतना कार्यक्रमहरू गर्ने, अब यो कन्ट्याक्ट ट्रेसिङहरू गर्ने। अब चाहिँ किन समाजमा सङ्क्रमित त छान्नु पर्यो नि त, सङ्क्रमित जमिनलाई आइसोलेसनमा लाग्नु पर्यो, त्यो छान्ने काम गर्नु पर्यो। अब चाहिँ के भन्दा एउटा समस्या के भन्दाखेरि अब स्थानीय बासिन्दा पनि आइसोलेसनमा हामी लान्छौँ, तपाईँलाई चाहिँ आइसोलेसन कक्षामा बस्नुहोस् भनेर भन्दाखेरि अब मानिरहेको अवस्था छैन। घरमै बस्ने, जति अप्ठ्यारो भए पनि घरमै बस्ने भन्ने कुरो पनि छ कि। अब महानगरले चाहिँ अब चाहिँ हामीले चाहिँ छलफल गरिरहेको छ। महानगरभित्र त्यस्तो भयो भने सिधै आइसोलेसनमा लाने, सङ्क्रमित देखियो भने आइसोलेसनमा लाने काम नभएसम्म यो चाहिँ यो चाहिँ पुरा चाहिँ काम हुँदैन। पक्कै पनि यो काम चाहिँ अब कन्ट्याक्ट ट्रेसिङ गर्ने, जो पोजिटिभ देखिया छ देख्ने, नदेख्ने लक्षण देखिए पनि नदेखे पनि देख्नेलाई अस्पताल पठाउने, नदेख्नेलाई आइसोलेसनमा चाहिँ पठाउनु पर्ने नै हुन्छ। यो कराइका साथ चाहिँ अब लागू गर्न सक्यो भने चाहिँ त्यसको उपलब्धि हुन्छ। अब नत्र चाहिँ सङ्क्रमितलाई समाजमै राखेर चाहिँ अब चाहिँ रोकथाम होला जस्तो लाग्दैन। हजुर, पक्कै पनि घरमा बसेर अब पर्याप्त सुरक्षा विधिहरू पुग्छ पुग्दैन, अब अपनाउन सक्छ सक्दैन, अब खानेकुराहरू पर्याप्त रूपमा अब त्यसको रोकथामको लागि खान मिल्छ मिल्दैन, सक्छ सक्दैनन्, त्यसमा पनि फरक स्थिति आउन सक्छ। अनि जहाँ अब अर्को एउटा प्रश्न म यहाँलाई के सोध्न चाहन्छु भने अहिले अब भनौँ न हस्पिटलका नर्सहरू, स्वास्थ्य कर्मीहरू भए, डक्टरहरू भए, उनीहरू आफ्नो घरमा बस्दाखेरि पनि अब समाजले चाहिँ अलिकति नराम्रो दृष्टिले हेर्ने, अब घृणा गर्ने किसिमको यस्तो किसिमको वातावरण देखिरहेको छ नि। होइन, अब यो वास्तवमा यो नबुझेर नजानेर हो होइन। हजुर, अब यो नबुझेर नजानेर जुन चाहिँ यो व्यवहार गरिरहेछ वास्तवमा यो मानव विरोध नै हो। हजुर हजुर, होइन, जो चाहिँ के भन्दा डाक्टर अब यो स्वास्थ्य कर्मीहरू जो रोगलाई चाहिँ होइन दिन रात खटिरहेछ। हजुर, कसको लागि भन्दाखेरि हाम्रै स्थानीय जनताको लागि। सही कुरा होइन, अब जनतालाई खटाखटी उहाँले पनि त्यो पोजिटिभ देख्न सक्छ, अर्को कुरा भयो। हजुर, अब त्यो डाक्टर अब स्वास्थ्य कर्मीलाई चाहिँ के भन्दाखेरि त्यो बसेको ठाउँबाटै चाहिँ अब चाहिँ बाहिर पठाउनु पर्छ भन्ने आशयले गर्यो भने भोलि चाहिँ हाम्रो लागि गर्ने को छ? हजुर हो होइन। हजुर, अब त्यस्तो त होइन नि, यो हावाले सर्ने भएको त्यो चाहिँ नजिक छेउछाउमा चाहिँ सिमानामा बस्नु भएन भन्ने कुरा आउँछ। यो त मैले भने नि यो हावा त सर्ने रोगै होइन, WHO ले प्रमाणित गरिदिएको छ। हजुर, यो दूरी चाहिँ कमसेकम 6 मिटर कमसेकम चाहिँ यो चाहिँ मेन्टेन गर भनेको छ, फिजिकल डिस्टेन्स 6 फुट भनेको छ, 2 मिटर भनेको छ। हजुर, होइन, अब यो चाहिँ गर्यो भने पनि जहाँसम्म लाग्छ यो चाहिँ किनभने धेरै मुलुकहरू यस्तो छन् लकडाउनै छैन, जो चाहिँ जहाँ फिजिकल डिस्टेन्स छ, जहाँ चाहिँ सुरक्षा कवचहरू लगाइरहेछ, जहाँ चाहिँ यो सेनिटाइजरदेखि हात धुने सबै म्यानेज गरेर छ, त्यो ठाउँमा चाहिँ सङ्क्रमित त भएकै छैन। हजुर, होइन, लकडाउन पनि भएको छैन। हजुर, अब चाहिँ हामी लकडाउन चाहिँ गर्ने अनि यो चाहिँ के भन्दाखेरि लकडाउन भनेको अर्थ चाहिँ यो केही दिनको लागि मात्र हो। हजुर, मतलब रोकथाम नियन्त्रणको लागि केही चाहिँ उपाय चाहिँ हो, यो सम्पूर्ण त होइन। हजुर, तर यो पिरियडभित्र चाहिँ जो सङ्क्रमित चाहिँ समाजमा छ त्यसलाई चाहिँ हामीले छान्नको लागि चाहिँ यो प्रयोग चाहिँ गरे हो। हजुर, होइन, यो 2 हप्ता 3 हप्ता लकडाउन अवधि चाहिँ पोजिटिभ सबैलाई चाहिँ त्यहाँबाट छान्न सक्यौँ भने हजुर हजुर अनि त्यो त अरू ठाउँमा त सर्दैन। हजुर हजुर, भन्ने हिसाबले यो ठिक छ, तर यो लकडाउन त औषधि होइन नि त, यो सधैँको पनि होइन। हजुर, पक्कै पनि। अनि अब जसलाई समस्या परेको छ हामीले भनेको छौँ नि त, अब जहाँ पोजिटिभ देखेको छ घरमा सबैलाई चाहिँ सिल गर्नु पर्ला, चाल्दै लाउनु पर्ला त्यो ठाउँमा, बाहिर निस्किनु भने तिनीहरूलाई खानपिनको लागि त हामी ओह्रालै व्यवस्था गरिदिन्छु भनेको छौँ नसक्ने ठाउँमा। हजुर, हरेक वडामा ओह्राले व्यवस्था गरिदिन्छु भनेको छौँ, गरेका पनि छौँ। धेरै राम्रो। होइन, हामी त सङ्क्रमित भएको बिचमा गएर छलफल गरेका छौँ, उहाँलाई सान्त्वना दिएका छौँ। हजुर हजुर, होइन, हामीले सबैलाई भेटेका छौँ, भेटे अनुसार त्यहाँको नाम लिस्ट लिएर चाहिँ कार्यक्रमहरू यो कन्ट्याक्ट ट्रेसिङको कामहरू गरिरहेका छौँ, हामी त खटिरहेका छौँ नि। हजुर हजुर, अनि तर चाहिँ के भन्दाखेरि एउटा कुरो चाहिँ के भन्दा अब दोष दिन सजिलो छ। हजुर हो, पक्कै पनि। दोष त ओह्राले हेरेन फलाले हेरेन भन्न सजिलो हो होइन, त्यो भनेर मात्र कोही पनि उन्मुक्ति त हुँदैन नि त। मैले भने मेरो दायित्व मेरो समाजमा मेरो जिम्मेवारी के हो? हजुर,
मैले के दायित्व निर्वाह गर्नुपर्छ भनेर ममा नभनिकन यो रोग नियन्त्रण हुँदैन। पक्कै पनि। अनि हजुर जस्तो अगाडि फ्रन्टलाइनमा जसरी हिँड्नुहुन्छ सुरक्षाकर्मीहरू भए उहाँहरू अगाडि हिँड्नुहुन्छ, तपाईँहरूले आफ्नो सुरक्षाको लागि के विधिहरू अपनाउनु भएको छ हजुर? फेरि हामीले त अहिले भर्खरै हामी त अब चाहिँ यो चैत 11-12 गतेदेखि लकडाउन भयो, त्योदेखि कन्टिन्यू हामी हिँडेका छौँ। हाम्रो चाहिँ सुरक्षा विधि भनेकै के हो, हामीले जुन WHO ले भनेको चाहिँ मान्यता गर्ने। हजुर अब हामीले चाहिँ वडामै चाहिँ हामीले घेराबन्दी गरेका छौँ, यो घेराभित्र अहिले नआऊ भनेर गरेका छौँ। हजुर अनि यसको कारणले हामी सुरक्षित भइरहेका छौँ। आजसम्म गर्ने त त्यो हो, घरमा हामी जान्छौँ होइन, परिवार अब हामी चाहिँ अब तलै चाहिँ लुगा चाहिँ छोडेर माथि जान्छौँ होइन, सबै कुराहरू हामीले मेन्टेन गरिरहेको कारणले चाहिँ सायद अहिलेसम्म बसिरहेको छौँ। अब भोलि के हुन्छ थाहा छैन। अब किनभने अब मुख्य कुरा त कोरोनासँग चाहिँ आम्ने सामुन्ने नजुटिकन यो चाहिँ यो पारै लगाउन सक्दैन। मुख्य कुरा आम्ने सामने जुट्नु पर्छ। हजुर यसलाई हामीले परास्त नै भागेर त अब कोही पनि भागेर हजुर अब कसैले मुक्ति त पाउँदैन। हजुर यसबाट मुक्ति पाउनु भनेकै हामीले हाम्रो प्रतिरोधात्मक क्षमता भनौँ इम्युनिटी पावर बढाएर नै यसलाई हराउनु नै पर्छ। योभन्दा अर्को उपाय नै छैन, औषधि नै निस्केको छैन होइन। त्यो भएर अनि एउटा कुरा अर्को एउटा सोधो भनेर काठमाडौँ उपत्यकामा अहिले ठ्याक्कै भन्नुपर्दा सबभन्दा बढी सङ्क्रमित देखिएको क्षेत्र चाहिँ कुन चाहिँ हजुर? अहिलेको चाहिँ सङ्क्रमित भएको चाहिँ यस्तो चाहिँ 32 वडा 15 वडा हजुर होइन, 15 वडा 32 वडा 3 वडा 14 वडा यिनीहरू नै पर्छ। अनि त्यहाँ चाहिँ अन्तभन्दा त्यहाँ भनौँ न जनचेतना चाहिँ अलिकति 200 भन्दा चाहिँ बढी चाहिँ हाम्रो चाहिँ कटेको चाहिँ 4 वडा छ। हजुर 100 भन्दा कटेको चाहिँ 8 वडा जति छ। हजुर होइन, अरू चाहिँ कम छ। त्यस कारण अब यो दिनमा बढ्दैछन्। अब यो चाहिँ अब यही तालले गयो भने हजुर अब यो भयावह नहोला भन्न सक्दैन। अब सबैले चाहिँ अब यो विषयमा चाहिँ सचेत चाहिँ रहनु पर्छ। हजुर अब यो स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार मात्र सचेत रहेर हजुर अब यो चाहिँ यो पार लाउला जस्तो चाहिँ लाग्दैन। यसमा जनताहरू आफै सचेत भएर आफैले सावधानी अपनाएको खण्डमा हामी यसलाई चाँडै नै जित्न सक्छौँ। पहिला त के भने सबै सचेत चाहिँ भइदिनु पर्यो। सबै अब सबै निकायको सबै नागरिकहरू सचेत हुनु पर्यो। 1 नम्बर हजुर सचेत हुँदै त्यसलाई चाहिँ अब सङ्क्रमित भयो भने त नेपाल सरकारले त सम्पूर्ण अहिले व्यवस्था त गरिरहेकै छ नि। हजुर हजुर अब धेरै चाहिँ भयो भने मात्र थाम्न गाह्रो हुन्छ। हजुर आजको दिनमा थामेछ, भोलि त थाम्न गाह्रो हुन्छ। यही रेसियोले बढ्यो भने यही रेसियोमा गयो भने त हामीलाई धेरै गाह्रो पर्ने सम्भावना त्यस कारण यसलाई त घटाउनु पर्यो। के भन्दाखेरि अब नागरिकहरू सबै सचेत रहनु पर्यो। म होल दिन नजाने, पसल जाँदा घर परिवारको 1 जना मात्र जाने, हजुर जाँदाखेरि पनि सबै चाहिँ सुरक्षाको चाहिँ उपायहरू चाहिँ अप्नाउनु गर्ने, यी कुराहरू त हुनु पर्यो नि त। हजुर यी कुराहरू नअपनाएर 4 परिवार छ, 4 जना चाहिँ बाहिर निस्केर जहाँ भिडमा पनि छिर्ने, सबै ठाउँमा छिर्ने, हजुर अनि दोष त अरूलाई लगाएर कहाँ हुन्छ? ओडाले गरेन नगरले गरेन भन्ने किसिम अरूलाई दोष लगाउने यस्तो किसिमको गर्नु हुँदैन। हजुर सबैले आफ्नो तर्फबाट आफैले सुरक्षा अपनाउनु पर्छ, त्यसपछि मात्रै हामीले यसलाई जित्न सकिन्छ। उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका प्रवक्ता श्री ईश्वरमान डङ्गोलज्यू। अनि डङ्गोलज्यू एकपटक अब जाँदा जाँदै हाम्रो श्रोताहरू र नगरपालिकाका जनताहरूलाई केही सन्देश दिन चाहनुहुन्छ कि? अब जुन तपाईँको यो एफएमबाट जुन महानगरको सम्बन्धमा जानकारी गराउन पाउँदाखेरि एकदम खुसी लाग्छ। तपाईँलाई धन्यवाद। हजुर र अर्को कुरो चाहिँ के भन्दाखेरि अब मुख्य कुरा अघि मैले भने जस्तो अहिले आँटिनु पर्दैन अहिलेसम्म हजुर होइन। अब नआँटिकन अथवा चाहिँ सचेत रहेर सबैले आफ्नो जिम्मेवारी लिने अनुशासन भइदियो भने हजुर यो कोरोनासँग हामी जित्न सकिन्छौँ, अन्यथा हामी जित्न सक्दैनौँ। त्यस कारण सबैको जिम्मेवारी छ। सबैले ममा नभनिकन हुँदैन, सबैले ममा भनेर अगाडि बढ्दाखेरि नै हजुर राम्रो हुन्छ भन्ने कुरा चाहिँ म भन्न चाहन्छु। हजुर धन्यवाद। भविष्यमा हामी फेरि यहाँसँग जोडिने कोसिस गर्नेछौँ। आजको लागि हाम्रो कार्यक्रममा आइ यति जानकारी दिनु धन्यवाद। ईश्वरमान डङ्गोल हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका प्रवक्ता। उहाँले जानकारी दिनुभयो हाम्रा श्रोताहरूलाई। कार्यक्रम सकिएको हामीलाई इसारा गर्नुभएको छ प्राविधिक मित्र सराना महर्जनज्यूले। आजको कार्यक्रमबाट म शङ्कर थापा पनि बिदा लिन चाहन्छु। नमस्ते।